दर्शकवृन्द नमस्कार। कार्यक्रम सम्बन्धको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। सम्बन्धमा रहेर हामी कुराकानी गर्ने गर्छौँ एउटा सफल जोडीसँग जसको सम्बन्ध गाँसिसकेपछिको जिन्दगी रमाइलोले बितिरहेको छ। आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ परमानन्द भट्टराई र उहाँकी धर्मपत्नी सीता भट्टराई। आउनुहोस् दुवैजनालाई कार्यक्रममा स्वागत गरौँ। दुवैजनालाई कार्यक्रममा स्वागत छ। कतिको रमाइलो छ यो जिन्दगी? रमाइलो छ। कति वर्ष भयो सम्बन्ध गाँसिएको? हाम्रो अघिल्लो वर्ष हामीले 25औं वसन्त पार गरेर हजुर अब अहिले चाहिँ 26औं वसन्तमा छौँ र हाम्रो जीवन राम्रो छ। थोरै बाल्यकाल त फुजामा कहाँ जन्मनुभयो? म गुल्मी जिल्लाको लिम्गा गाविस वार्ड नम्बर 6 र गैरीटोला भन्ने ठाउँमा जन्मिया हुँ र त्यसपछि म 7 क्लाससम्म आफ्नै गाउँको निम्न माध्यमिक विद्यालयमा पढेर एसएलसी को लागि कक्षा 10 को लागि म भार्से भन्ने जनसहयोग माध्यमिक विद्यालयबाट मैले एसएलसी गरेँ र त्यसपछि म कृषि विषय पढ्नको लागि भैरवाको पोक्लिया क्याम्पसमा म गएको हुँ। त्यहाँबाट मैले आइएससी गरिसकेपछि विभिन्न कारणले गर्दा म त्यो आइएससीबाट बिएससी तिर जान सकिनँ र पछि मैले मेरो विषय चाहिँ चेन्ज गरेर एजुकेसनतिर लागेँ र मैले बुटोल बहुमुखी क्याम्पसबाट डिग्रीसम्म चाहिँ एकदम प्राप्त गरेँ। यहाँको बाल्यकाल? मेरो गुल्मी तुराङ गाविसमा जन्म भएको वार्ड नम्बर 7 मा। अनि अब उहाँसँग सम्बन्ध गाँसेको 2043 सालमा हो, वैशाख 6 गते। अनि म पनि त्यही ज्ञानोदय माध्यमिक विद्यालयबाट तुराङबाट एसएलसी पास गरेको। त्यसपछि त पछि बच्चा जन्माउने यतै घरेसी कामतिर लागेँ। अनि सम्बन्ध गाँसिसकेपछि यहाँहरू गुल्मीमै बस्नुभयो? गुल्मी हामी लगभग 2 वर्ष जति बस्यौँ र त्यसपछि मैले बुटोल झर्ने सन्दर्भमा सुरुमा मैले एउटा पसल इनको लागि पसल चाहिँ राखिदिएँ, खालि अब समय बिताउन पनि गाह्रो हुने भनेर। त्यसपछि मैले कान्ति पुञ्ज तत्कालीन कान्ति आवासीय माध्यमिक विद्यालयमा म पढाउन थालेँ। यिनले पसल गर्न लागि साँझ बिहान मैले पसलको रूपमा हेल्प पनि गर्थेँ र पछि बच्ची भइसकेपछि लक्ष्मीनगरमा यहाँ अहिले जुन बसिएको छ यहाँ घर बनाइसकेपछि अनि यिनले चाहिँ लुम्बिनी अञ्चल हस्पिटलमा काम गर्न थालिन् र हामीले पसल चाहिँ छोड्यौँ। त्यसपछि म अब विद्यालयतिर पढाउने, यिनी लुम्बिनी अञ्चल अस्पतालमा चाहिँ सर्भिस गर्ने, यसरी हाम्रो चाहिँ जीवनचर्या भइरहेको छ। मागी विवाह गर्नुभयो कि प्रेम विवाह गर्नुभयो? मागी विवाह र हाम्रो विवाह त सायद यिनलाई चाहिँ थाहा पनि छैन। मैलेसम्म यिनलाई चाहिँ नजर लगाएँ, तर अब यिनलाई त्यति खासै जानकारी चाहिँ गराउनु भयो नि क्या हो। अनि त्यसरी विवाह भयो। कसरी बिहे गर्नुभयो त? तपाईँलाई त जानकारी नै नरहेछ। मलाई त एकैचोटि विवाहको तयारी भएपछि घर तयारी हुँदाखेरि एक आपसमा कुरा गऱ्यो, सुनेपछि बिहा हुन लागेछ है नानीको त भन्ने वरपरका आउने, घरमा काम गर्ने, रोटी बनाउने गर्दाखेरि मात्र थाहा भएको। त्यस्तरी हेरेर कुराकानी गरेर अहिले जस्तो होइन। त्यसरी विवाह भइसकेपछिको अनुभव, उहाँको घरमा गइसकेपछि होइन यहाँले के अनुभव चाहिँ बटाउनु भएको थियो? अब त्यो त नयाँ ठाउँमा जाँदाखेरि त अलिकति माहौल, यहाँको माहौल कस्तो हो, के हो, यो घरमा कसो गर्नुपर्ने भनेर सिक्न त टाइम लाग्छ के अरे नयाँ ठाउँमा त। अनि जे होस् घर परिवार एकदम राम्रो, हाम्रो आमा पनि एकदम राम्रो, पढे लेखेको नभए पनि एकदमै बुझ्ने खालको भएर घर गर्न त्यस्तो गाह्रो पनि भएन, घुलमिल एडजस्ट हुन सजिलै भयो। 25औं वसन्त पार गरिसक्नु भएको छ। 25 वर्षसम्म आइपुग्दा फेरि यो सम्बन्धमा ठ्याकठुक कतिको पर्छ? अब ठ्याकठुक त चाहिँ नि त्यस्तो पर्दैन, नराम्रो हिसाबले कहिलेकाहीँ अब मैले केही कुरा यिनलाई सम्झाउनु पर्ने कुरा मैले भन्नुपर्ने हुन्छ, अब तिनले पनि त्यसै अनुसार ग्रहण गर्छन्। अब सामान्य कुराहरू चाहिँ नि अब त अब श्रीमान श्रीमतीमा अब भइरहेको छ होइन, तर त्यस्तो चाहिँ नि अब बिग्रिने हिसाब किताबले छेडेको हुन्छ कहिलेकाहीँ यसो होइन। अहिले को बढी रिसाउनुहुन्छ, यहाँ कि तपाईँ? अब सन्दर्भ पनि दुवैजना। अब मैले केही चाहिँ यिनले भन्नु गर्नुपर्ने कुरा मेरो तर्फको मेरो जिम्मेवारी पुरा भएन भने यिनी रिसाउँछन्, यिनले गर्ने जिम्मेवारी पुरा नगरे म रिसाउनु पर्यो होइन। त्यसले चाहिँ पुरै लङ लास्टिङ। उहाँले तपाईँलाई सपोर्ट गर्दै हुनुहुन्छ? यिनीहरूले ब्लड प्रेसरको पनि त्यहाँनिर
भएको रोगी भएको भएर म बढी रिसाउँछु नि फेरि तर मलाई त्यस्तो फिलिङ छैन 1 सेकेन्ड हो रिसाउने पनि हजुर। यतिखेर फेरि माया लाग्छ बोलिहाल्न मन लाग्छ। सहयोग कतिको गर्नुहुन्छ? एकदमै सहयोगी हो। पढाइमा पनि एकदम लगनशील, अहिलेसम्म त्यस्तो छैन। भान्सामा पकाउँदाखेरि एकदम दुवैजना मिलेर गर्छौँ। उहाँले पकाउनु भयो भने सबभन्दा मिठो चाहिँ के लाग्छ तपाईँलाई? उहाँले त 1 नम्बर बनाउने, उहाँलाई मनपर्ने माछा मासु नै हो। माछा मासु भित्र आयो भने त लगभग मैले त हेर्नै पर्दैन, त्यति एकदम जाँगर गरेर बनाउनुहुन्छ। अरू पनि बनाउनुहुन्छ। श्रीमतीले पकाएको चाहिँ के मिठो हुन्छ? अब सबै खालको अब चाहिँ मिठो मान्नु पर्यो नि। मान्न परे मात्रै कि मिठै हुन्छ? मिठै मिठै हुन्छ। यिनले बनाएको चिज मिठो हुन्छ। मैले मात्रै अनुभव गरेँ होइन, अरूले पनि। हजुर। विशेष के मिठो हुन्छ के भन्नु न? विशेष के मिठो हुन्छ? विशेष अब तरकारी भनौँ न। विशेष मैले त माछा बनाउँथेँ। हजुर माछा पाएँ मैले त अब अगाडि सरेपछि होइन। भनेपछि दुवैजनाले माछा मासुमा चाहिँ बढी जोड गरेर पकाउनु हुँदो रहेछ। होइन पकाइन्छ। म अब पकाउनलाई मलाई चाहिँ म फेरि के भयो भन्दा सानोदेखि मैले हाई स्कुल पढ्दाखेरि 8 क्लासदेखि नै म चाहिँ अब घरभन्दा बाहिर बसेर पढ्नु पऱ्यो। त्यसपछि खाना खाएर बनाएर चाहिँ खाने चाहिँ चलन थियो होइन। खाना बनायो पछि पग्लियो क्याम्पसमा पनि चाहिँ नि आफै खाना बनाएर चाहिँ नि बस्ने गर्दाखेरि खाना बनाउनु पर्छ। मलाई त्यति चाहिँ नि अल्छी लाग्दैन। पकाउने कुरा मात्र नभएर अन्य सहयोग पनि त हुन्छ नि श्रीमानले घरमा गर्ने होइन। अन्य काममा चाहिँ कतिको सघाउनुहुन्छ उहाँले? उहाँले त गर्नुहुन्छ आफ्नो काममा। यसले श्रीमती हो, उसले गर्नुपर्छ भन्ने धारणा अहिलेसम्म भेटिया छैन। आफ्नो कपडा टकटक पार्ने, आइरन लाउने पनि यिनले मैले गाई हो सहयोग गर्छु नि यिनले कपडा विषयमा। मलाई भान्साभित्र चाहिँ तपाईँको यो भाँडा माझ्ने यो पोछा लाउने हुन्छ नि, त्यो चाहिँ अलि मलाई अल्छी लाग्छ। पकाउने चाहिँ कुरामा पकाइदिन्छु। दुवैजना भएर कतै घुम्न जानु भएको छ? एकदमै रमाइलो भएको त्यो क्षण? हामी अब यस्तो छ, यो सर्भिसको सन्दर्भले चाहिँ गर्दाखेरि होला होइन। मेरो स्कुल छ, हाम्रो चाहिँ समर भ्याकेसन हुन्छ। अब यिनी चाहिँ अब हस्पिटलमा जागिरी गर्ने र फेरि यिनको अलि त्यो हस्पिटलको लेखा जुन चाहिँ छ नि त्यहाँको चाहिँ नि यिनको चाहिँ अफिस अलिक चाहिँ कडा, अलिक बिदा लिन नमिल्ने भएको हुनाले त्यो लामो समय लिएर हामी यसरी चाहिँ पारिवारिक रूपले घुम्न हामी गएका छैनौँ। म एक्लै त म धेरै इन्डियामा पनि घुमेको छु होइन। नेपालका अरू ठाउँहरूमा पनि हामी सँगै जान पाएका छैनौँ। हामी सँगै गएको पोखरासम्म हामी चाहिँ दुईजना सँगै गएका छौँ। अरू चाहिँ लामो चाहिँ हाम्रो इन्डिया गयौँ अस्ति। इन्डियामा त अस्ति हाम्रो चाहिँ बुवाको चाहिँ श्राद्ध गर्न हामी चाहिँ काशी गया, त्यहाँ पुगेर आएका हौँ। श्रीमानले ल्याइदिएको कुनै गिफ्ट छ यहाँलाई एकदमै मन परेको? सबै उहाँले नै ल्याइदिएका गिफ्ट हो। मनपर्ने कुरा भन। एकदमै मनपर्ने उहाँले ल्याइदिएकोमा पनि विशेष मन परेको हुन्छ नि भने? के ल्याइदिनु मैले यो खास किन्ने सन्दर्भमा चाहिँ नि त्यो उनीहरूलाई चाहिँ जिम्मा दिन्छु होइन। किनभने हामीले किनेका कुराहरू चाहिँ अब त्यो कता कता नमिल्ने हुन्छ होइन। त्यसले गर्दाखेरि जे इच्छा छ तिमीले आफै चाहिँ किन्न सक्छौ भनेर चाहिँ मैले यसलाई छुट्टै दिएको छु। यिनले किनेर लिएर आएकोमा मैले चाहिँ अब महँगो सस्तो राम्रो नराम्रो कुनै अब्जेक्सन गर्दिनँ। यहाँहरूले माघे विवाह गरेर 25 वर्ष पुरा गर्नु भएको छ। भिन्नता के पाउनुहुन्छ माघे विवाह र प्रेम विवाहमा? भिन्नता त दुईजनाको अन्डरस्ट्यान्डिङको चाहिँ नि भिन्नता हुन्छ होइन। किन भन्दा अब माघे विवाह गरेकाहरूको पनि चाहिँ पारिवारिक सम्बन्ध चाहिँ राम्रो नभएको देखिएको छ। प्रेम विवाह विशेष गरेर हाम्रो नेपाल सन्दर्भमा हेर्दाखेरि प्रेम विवाह अलिकता चाहिँ नि माघे विवाहभन्दा प्रेम विवाहमा अलिकता चाहिँ असर देखिन्छ होइन। र दुवैजनाको सम्बन्ध चाहिँ नि श्रीमान श्रीमतीको राम्रो सम्बन्ध भयो भने अब माघे विवाह गर्दाखेरि अथवा प्रेम विवाह गर्दा त्यस्तो असर देखिँदैन होइन। सम्बन्ध चाहिँ जब दुईटाले एकअर्काको पिरमर्का बुझ्न सकेनन् भने दुवै खालको विवाहको पनि असर देखिएको छ। र तर समग्रमा हेर्ने हो भने प्रेम विवाह नै अहिले अलिकता चाहिँ विकृतिको रूपमा गएको छ। सम्बन्ध विच्छेद हुनका कारणहरू चाहिँ के होला नि? बिहा भइसकेपछि होइन, माघे विवाह अथवा प्रेम विवाह दुवैमा चाहिँ सम्बन्ध विच्छेद भइरहेका छन्, अहिले धेरै केसेसहरू छन्। त्यसमा चाहिँ कारण के हुन सक्छ? त्यही त मैले भने दुईटाको समझदारी जब बन्दैन नि, एउटा साझा घरायसी घर परिवार सञ्चालन गर्नको लागि साझा कुरामा दुईटाको चाहिँ अब मेल खाएन भने अब त्यो चाहिँ खास गरेर चाहिँ पारिवारिक सम्बन्ध विच्छेद हुन्छ। यहाँको धारणा चाहिँ के छ? त्यो त त्यही नै, एकअर्कामा दुवैजनाको सहमति सल्लाह अनुसार घर चलाउन सक्ने भयो भने सफल भयो के अरे। नत्र भने त्यसैमा कुरा मिलेन भने त्यसैमा द्वन्द्व सिर्जना हुन्छ। अनि
त्यसरी हुन्छ होला सम्बन्ध विच्छेद। अब चाहिँ जोडी भएर कतै जाने प्लान गर्दै हुनुहुन्छ के छ? अबका दिनहरूमा चाहिँ हामीले विचार गर्दैछौँ। अब साथीहरू पनि धेरै ठाउँमा डुल्नु भएको छ। अब समय मिलाएर चाहिँ नि हामी यसो इन्डियातिरको नेपालको मैले मेरो एउटा वचनबद्धता पनि के भएको थियो, म धेरै ठाउँमा डुलेँ। म एक्लै हिँड्दाखेरि चाहिँ नि अलि आफूलाई अप्ठ्यारो फिलिङ भएको छ। त्यसले गर्दाखेरि अब बाहिर चाहिँ नि डुल्ने क्रम भयो भने म एक्लै नडुल्ने, तर चाहिँ साथमा नै डुल्ने। किन भन्दा अब चाहिँ नि साथमा यिनलाई पनि देखाउनु पर्ने हुँदाखेरि सँगै जानुपर्छ भन्ने मैले चाहिँ बुझाएको छु अहिले। तर अब मैले तिमीलाई सँगै लगाएको धेरै त नरिसाउनु हुँदो रहेछ, त्यही पनि रिसाउँदाखेरि फकाउनलाई के गर्नुपर्छ? अब यिनी फकाउँदाखेरि होइन, यिनी रिसाइनु पनि अलि लामो समय बोल्दैन, म आफै जो बोल्नु फकाउनको लागि के गर्नुपर्छ? होइन, फकाउनु त खासै केही गर्छ। अब त्यो भएका कुरा हामी त्यस्तो ठाटाठुटो पनि खासै केही हुन्न। अनि मैले सम्झाउँछु यो कुरो चाहिँ पोजिटिभ कुरा हो, यसलाई बुझ्नुपर्छ भन्ने चाहिँ खालको कुराहरू आउँछन् खास गरेर। यहाँले मैले त म पनि त्यस्तै यो नबोलिकन बस्नै सक्दिनँ कि। म चाहिँ लामो रिसाउँछु भन्नुभयो, यो चाहिँ झुट बोल्नु। बिहान केही बार यसो ठकठुक भयो भने पनि कामै हातमा नलाए जस्तो मनमा कुरा खेलिरहन्छ र अनि फोन गर्छु कि फोन गर्छु र अनि बोल्नुहुन्छ अनि बिर्सिन्छ नि यार, बोलिहालिन्छ। एकदम त्यस्तो छैन अहिलेसम्मकोमा। लगभग 4-5 घन्टा त्यही अफिस गएर आउँजनी हो, नत्र फोनमै बोलिन्छ अनि सिद्धिन्छ, त्यति हो। त्यस्तो लामो रिसाएको नि छैन। अनि छोराछोरी चाहिँ कतिजना हुनुहुन्छ? एउटा छोरी र एउटा छोरा हुन्। छोरीको हामीले अहिले विवाह गऱ्यौँ। अहिले चाहिँ छोरी काठमाडौँ अमेरिकामा चाहिँ छन्। अब बाबुले चाहिँ काठमाडौँमा पुलचोकमा चाहिँ अहिले इन्जिनियरिङको चाहिँ दोस्रो वर्ष इक्जाम दिएर अहिले घरै आएका छन्। सम्बन्ध विच्छेद नहुनका लागि के गर्नुपर्छ? समझदारी त एउटा कुरा भयो, एउटा बाटो भयो होइन, ती बाहेकका पनि त अन्य कुराहरू हुन्छन् नि। सम्बन्ध विच्छेद चाहिँ नहुनका लागि त सर्वप्रथम त चाहिँ नि समझदारी नै दुईवटा पक्षको होइन। अनि त्यसपछि अब आफ्नो अवस्थालाई पनि दुईटैले मूल्याङ्कन गर्नु पऱ्यो नि होइन। अब श्रीमानले चाहिँ उसको अब कमाइ होइन, उसको आय स्रोत भन्दा पनि चाहिँ अब बढी इच्छा आकाङ्क्षा राखिदिने। त्यसपछि चाहिँ श्रीमानले चाहिँ घरको समस्या नबुझिकन अब अहिले जुन जस्तो अब बाहिर भनौँ न जाँड रक्सी खाने, जुवा तास खेल्ने, घरको समस्या नहेर्ने, त्यस्ता किसिमका चाहिँ नि असमझदारी कामहरू चाहिँ जब श्रीमानले गर्ने, श्रीमतीले पनि त्यही तरिकाले चाहिँ गर्दै जाने हो भने त तपाईँको चाहिँ नि सम्बन्ध विच्छेद हुने कारणहरू चाहिँ ती विभिन्न खालका हुन्। र यसमा दुवैले चाहिँ एकअर्काको आफ्नो समस्या, वास्तविक जेन्युन समस्या के हो त्यसमा बुझेर दुवै चाहिँ घर सञ्चालन गर्नको लागि, छोराछोरी हेर्नको लागि, आफ्नो परिवार हेर्नको लागि, नाता कुटुम्बसित सम्बन्ध राख्नको लागि दुवैले समान रूपले चाहिँ नि व्यवहार गर्नुपर्छ होइन। अब श्रीमतीले अब श्रीमानका घरतर्फका चाहिँ नि बुवा आमा दाजुभाइसितको सम्बन्ध कसरी राख्नुपर्छ उनले विचार गर्नुपर्छ। र श्रीमतीको पनि आवश्यकता के छ त्यो चाहिँ श्रीमानले विचार गरेर दुवैको सहमतिमा चाहिँ अगाडि बढ्ने हो भने सम्बन्ध विच्छेद चाहिँ त हुनु हुँदैन होइन। यिनै कुराहरूमा समझदारी चाहिँ जब बन्दैन नि घरमा, त्यसपछि अब टकराव सुरु हुन्छ होइन। त्यसपछि त्यहाँ इगो सुरु हुन्छ, प्रेस्टिज इगो सुरु हुन थाल्छ। अनि त्यो इगोमा जाँदाखेरि मानिसले चाहिँ अब एकअर्कालाई स्वीकार गर्ने वातावरण हुँदैन, अनि चाहिँ सम्बन्ध विच्छेद हुन्छ जस्तो लाग्छ मेरो विचारमा। यहाँले चाहिँ के भन्नुहुन्छ? म पनि त्यही नै हुन नदिनका लागि चाहिँ के गर्नुपर्छ? यहाँहरूको त लामो अन्तराल है, 25 वर्ष पुरा भइसकेको छ। हुनु नदिन त उहाँले के चाहनुहुन्छ होइन, कस्तो गर्दा उहाँलाई मनपर्छ, उहाँको घर परिवार रिलेसनलाई कसरी आफूले गर्नुपर्छ त्यो पनि बुझ्न पर्यो के अरे। अनि आफ्नोलाई पनि कसरी गरिदिएको छ होइन। दुवै पक्ष हेर्दाखेरि अब अहिलेसम्म त्यस्तो असन्तुष्टि केही भेटाएको छैन। अनि यस्तैमै सफल हुन्छ र त्यसैमा कुरा नबुझ्दाखेरि फेरि सम्बन्ध विच्छेद हुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ घरमा यत्तिकै बस्दाखेरि होइन दुवैजना सँगै परिवारसँगै बस्दाखेरि रमाइलोका लागि गुनगुनाउने गर्नुहुन्छ? दुवैजना मात्रै कसरी गुनगुनाउनुहुन्छ कि? गीत गाउनु त अब यिनी त माहिरै हुन्न। अब यस्तो अब तिजको गीतमा त अब यिनी विभिन्न बुटोलको विभिन्न ठाउँमा चाहिँ नि यिनले पुरस्कार पनि लिएर आउँछन्। तर अरू गीत गाउने सन्दर्भमा म एक्लै अब साथ दिने होइन, भजन सजन हुन्छ नि त्यस्तो मात्र चाहिँ नि साथ दिन्छु। तर म आफै चाहिँ नि त्यो गीत निकालेर चाहिँ नि अगाडि बढ्न म सक्दिनँ। तर यिनी चाहिँ त अब
त्यो मामलामा एक्सपर्टै छ। त्यसो भए यति बेला हजुरले नै भन्नुहोस् न त गीत गाउनलाई दुई लाइन खै चाहिँ गाइदेऊ त अब कुनै एउटा त्यस्तो गीत राम्रो होइन। हे माया गरे चाहिँदैन सम्पत्ति चाहिँदैन सम्पत्ति हाँसी खुसी मिल्या छौ दम्पति चिनको चिनै भेट भो माया के भनी बोल पहिलो दिनै। धेरै मिठो, धेरै धेरै धन्यवाद। यो दम्पतिको यो सम्बन्ध अझै प्रगाढ हुँदै अगाडि बढोस्। हाम्रो तर्फबाट धेरै धेरै शुभकामना यहाँहरूलाई। कुराकानी गरिदिनु भयो त्यसको लागि पनि धन्यवाद। अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ? अन्त्यमा यो तपाईँहरूको जुन बुद्ध टेलिभिजन बुटोलमा स्थापना भएको छ र यसले आफ्नो प्रगति अगाडि बढाउँदै गएको छ भन्ने हामीलाई लागेको छ र अहिले यस बखत बुद्ध टेलिभिजन हेर्नुभएका समस्त महानुभावहरूलाई मैले शुभ दीपावली छठ पर्वको अवसरमा मङ्गलमय शुभकामना टक्राउँदै समस्त बुद्ध टेलिभिजन परिवार जसले मेरो घर दैलोमा आएर हाम्रो पारिवारिक सम्बन्ध वैवाहिक सम्बन्ध र मनमा लागेका कुराहरू चाहिँ जुन राख्ने अवसर तपाईँले प्रदान गर्नुभयो यो सम्पूर्ण युनिट परिवारलाई म आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। म पनि यो बुटोल बुद्ध टेलिभिजनका पाइलाहरू सफल हुन्, अगाडि बढुन्, यसको हरेक चाहनाहरू पुरा होस्। हाम्रो घर दैलोमा यस्तो टेलिभिजनहरू एकदम यसको फैलाएर जाओस् भन्ने शुभकामना दिँदै आफ्नो मन्तव्य। धन्यवाद यहाँहरूलाई कुराकानीका लागि। दर्शकवृन्द, आजको लागि कार्यक्रम सम्बन्धको समय सकिएको छ। अर्को हप्ता पुनः अर्को नयाँ सम्बन्ध गाँसिएको जोडीसँगको कुराकानी लिएर आउनेछु। हेर्दै रहनुहोस् बुद्ध सामुदायिक टेलिभिजन। नमस्कार।